मैले आमाबुवा, दिदीभाइ, मित्र त्यसको यी सम्बन्धको धेरै कथाहरू लिएर आएको छु। धेरै भनेको पनि छु। सोचिरहेको थिएँ कि श्रीमान श्रीमतीको सम्बन्धको बारेमा पनि एउटा कथा सुनाउन पाए हुन्थ्यो जस्तो लागेको थियो होइन। र कथा चाहिँ सधैँ लेखिएको किताबमा भएको मात्र हुँदैन। जीवनमा सत्य घटना जुन हुन्छ, सत्य घटेको घटनाहरू, त्यो घटना पनि कुनै कथा सर नै लाग्छ। त्यही क्रममा सुनकोसीमा हाम फालेर आफ्नो प्राण त्याग्नुभएका हाम्रा एकजना वृद्ध वृद्धाको जोडीको कथा ठ्याक्क इन्टरनेटमा स्क्रोल गर्दा गर्दा आइपुग्यो। घटना के थियो पहिला त्यो देखाउँछु। घटना जसले हेर्नु पनि भएको होला होइन। त्यो घटना देखाइसकेपछि त्यसपछि चाहिँ आफ्नो सोच र के हो कुराहरू मेरो विचारमा चाहिँ भन्ने केही शब्दहरू राख्न चाहन्छु। जुन उहाँ वृद्ध वृद्धाको जुन घटना भयो त्यो चाहिँ कुनै चलचित्रको कथा भन्दा पनि कम छैन क्या। वास्तविकता सुन्दाखेरि ओहो भन्ने खालको छ। हेर्न सजिलो भिडियो हेर्नु भएको छैन पहिला। क्यान्सर पीडित श्रीमती पिठ्यौमा बोकेर सुनकोशी पुगे, सँगै नदीमा फाल हालेर बेपत्ता भए पराजुली दम्पति। 2083 साउन 20 गति साँझ 5 बजे दोलालघाटको भित्री बजारमा एक वृद्ध लयमा हिँडिरहेका दम्पति देखिन्छन्। वृद्ध फुर्तिलै छन्, हिँडाइ पनि टठिले देखिन्छ। दौरा सुरुवाल, ढाका टोपी लगाएका वृद्धले पिठ्यौमा श्रीमतीलाई बोकेका छन्। श्रीमती केही अशक्त जस्तो देखिन्छन्। शान्त लयमा उनले श्रीमानलाई अङ्गालो हालेकी छिन्। दोलालघाट बजारमा कैद भएको सीसीटीभीमा वृद्ध निकै हतारमा देखिएका छन्। उनी दायाँ बायाँ नहेरी एक तमासले हिँडिरहेका छन्। साँझ पर्न लागेको समय, आकाश धमिएकै छ। पानी पर्ला पर्ला जस्तो पनि छ, परिहालेको चाहिँ छैन। मानिसहरू आफ्नै धुनमा छन्। बर्खामास भएकाले बजार क्षेत्रमा मानिसहरूको आउजाउ उति साह्रो छैन। शान्त लयमा रहेको बजारमा एकाएक खैला बैला मचिन्छ। मन्दिर छेउबाट सुनकोसीमा मान्छे आम फाले। को कहाँबाट कसरी आम फाले बजारका मानिसहरूले खासै भ्यू पाउँदैनन्। एकैछिनमा थाहा हुन्छ सुनकोसीमा फाल हालेर अलप हुने अरू कोही नभएर तिनै वृद्ध दम्पति हुन्छन् जो अघि बजार क्षेत्रमा देखिएका थिए। तत्क्षण नै प्रहरी आइपुग्छ र खोजी थाल्छ। रातिसम्मै खोजी गर्दा पनि सास र लासको टुङ्गो लाग्दैन। वृद्ध दम्पतिको खोजी कार्य बिहिबार पनि जारी छ, तर उनीहरूको अवस्था पत्तो लागेको छैन। घटनाबारे हामीले मण्डन देउपुर नगरपालिका 7 का वडाध्यक्ष विष्णु प्रसाद पौडेललाई सोध्यौं। उनका अनुसार त्यसरी बेपत्ता हुने कुन्ता बेसीका वृद्ध केदारनाथ पराजुली र उनकी श्रीमती तिलकुमारी पराजुली हुन्। श्रीमान केदार 68 वर्षका भए, पत्नी तिलकुमारी 67 वर्षकी भइन्। मण्डन देउपुर 7 निवासी पराजुली दम्पति मध्यम आय भएको परिवार हो। घरमा एक छोरी, बुहारी, एक नाति र एक नातिनी छन्। 3 छोरीको बिहे भइसकेको छ। बुढाबुढी छोरा बुहारी सँगै बस्ताएका थिए। छोरा खेती किसानी गर्छन्, बुहारी गाउँ नजिकैको विद्यालयमा पढाउँछिन्। पारिवारिक कलह पनि त्यति सुनिएको थिएन। पत्नी तिलकुमारी बोन म्यारो क्यान्सर पीडित थिइन्। उनको उपचार गरिरहनु पर्थ्यो। परिवारमा त्यसको ताडना पनि गाउँलेहरूले महसुस गरेका